Thank you so much. Thank you. Thank you, Merji. Thank you so much, Janalai. पानी पर्दैछ यो पानी आउने नै संकेत हो है यसलाई एकदमै सकारात्मक भएर लिउँ सबैजनाले सो अर्को एउटा गीत छ म यहाँ चाहिँ भिडियोहरू धेरै देखेको देखेर एउटा गीत गाउन मन लाग्यो मलाई अलिकति इन्करेज गर्नको लागि ए फुल माया यता आइज एउटा कुरा सुन्द यति राम्रो जुबन नचुहाउने हो कुन्द यो गाउन मन थियो मलाई तर म अहिले चलचित्र बसन्त प्रदर्शन भइरहेको छ भोलि बिहान फ्रेन्ड्सले सिनेमामा बिहान 10:45 को सोमा तपाईहरु गएर हेर्न सक्नुहुनेछ हामी सँगै बसेर हेरौँला तपाईहरु यदि फुर्सद छ भने भोलि 10:45 एउटा शोमा हामी भेट हुनेछ कस्तो कस्तो के भएको खोइ मलाई माया के हो भन्देऊ न कोही मलाई साँझ पर्यो झमक ओ मन परेको मायालु किन हो गमक भुइँलाई के गीत सुनाउन चाहन्छु चलचित्र बसन्तबाट बिचमा तपाईँहरूको लागि एउटा सरप्राइज पनि छ तर यसलाई व्हाट्सएपबाट प्ले गरिदिनु होला प्ले भएको भए चाहिँ रेडी छ भने ओके दर्शक महानुभावहरू तपाईलाई साथ दिनको लागि यो अभियानमा समर्थन गर्नको लागि चर्चित नायिका सुष्मा खड्का यहाँ हुनुहुन्छ के भन्न चाहनुहुन्छ नमस्ते धरान ओ माय गॉड आई लभ यु सबैजनालाई आई लभ यु यति राम्रो कामको लागि समर्थन गर्न यहाँ सबैजना आइदिनु भएको छ यस्तो पानीमा पनि होइन अघि प्रकाशले पनि भनेको सुनिरहेको थिएँ पानी परेको भनेको चाहिँ शुभ सङ्केतै हो पानी मिठै पानी खान पाइन्छ जस्तो त धनवासीहरूले म पनि पछि खान आउँछु है मैले मेरो सामने चाहिँ देखिरहेको छैन यतैतिर हुनुहुन्छ होला सायद ओ ल मेरो सामने नमस्कार एकदमै आनन्दले गीत सुनिरहनु भएको छ त्यहाँ बसेर मेरो चाहिँ हिजो रातभरि हिजो र अस्ति रातभरि सुटिङ थियो म बिहान 7 बजीसम्म सुटिङ गरेर आएको थिएँ अनि मैले यसो सोचेँ अलिक जान सकिँदैन कि अलिकति गाह्रो हुन्छ कि जस्तो लागिरहेको थियो तर पनि यसो सोचेँ यति राम्रो कामको लागि समर्थन गर्न जसरी भए पनि आउनुपर्छ बिरामी भए पनि एकचोटि म मेरो साथीले कहिले भेट पनि भएको छैन अहिलेसम्म एकचोटि भेट नभए पनि आउनुपर्छ भनेर म जसरी भए पनि आएँ र मेरो जन्म चाहिँ धनकुटामा भएको हो धनकुटा भनेपछि नजिक नजिकै हो है यहाँबाट सानैदेखि धनकुटा धरान धनकुटा भेरेटार भन्ने चाहिँ मलाई एकदमै नजिक छ जस्तो लाग्छ र म त्यस्तो सानै त्यहाँ बजारमै त्यहाँ भनौँ न त्यहाँबाट चाहिँ म काठमाडौँमा आएँ किन त्यस्तो यता आवाज भएको थिएन तर कामकै दौरानमा चाहिँ म धरान 6 वर्ष अगाडि पहिलोचोटि आउनु पाएको थिएँ अनि धरान पहिलोचोटि मलाई आउँदाखेरि चाहिँ
कति राम्रो ठाउँ रहेछ, कति सफा ठाउँ। फेरि त्यति बेला काठमाडौँ अलिक फोहोर पनि थियो अहिलेको भन्दा। र मलाई चाहिँ धरान कति सफा ठाउँ, कति राम्रो ठाउँ, यहाँको मान्छेहरू पनि कति राम्रो हुँदो रहेछ जस्तो लागेको थियो। अनि त्यही क्रममा चाहिँ मैले धेरै पछि भन्दा जब मेयर साहब चाहिँ यहाँ मेयर साहब हाम्रो हर्क सम्पानज्यूलाई यहाँले मलाई चयन गरेर ल्याउनु भयो। त्यसपछि चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि अरू सायद अरू नेताहरू भएको भए चाहिँ हाम्रो धरान यतिकै राम्रो छ, यतिकै सुन्दर छ भनेर बस्नुहुन्थ्यो होला सायद। तर हर्क सम्पानज्यूले जति राम्रो भए पनि, जति सुन्दर भए पनि त्यसलाई अझ सुन्दर बनाउनको लागि यहाँको सानो सानो समस्याहरूको समाधान खोज्नतिर लाग्नुभयो। आफ्नै एउटा भुइँ मान्छे भएर चाहिँ उहाँहरू त्यहाँहरूको समस्याको समाधान गर्नतिर लाग्नुभएको छ। त्यसको लागि मुरी धन्यवाद दिन चाहन्छु हर्क सम्पानज्यूलाई। र आई थिङ्क धरान भनेको चाहिँ यस्तो ठाउँ हो, सायद हामीले केही वर्षपछि फर्केर हेर्दाखेरि नेपालको लागि चाहिँ एकदमै नमुना स्थल धरान भनेको चाहिँ एक्जाम्पलरी ठाउँ भनेर हामी अहिले पनि चिन्छौँ र अझ केही वर्षपछि झन् चिन्नेछौँ। र फेरि पनि मलाई यो इभेन्टमा इन्भाइट गरिदिनु भएको सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हर्क सम्पानज्यू हाम्रो मेयर साहबलाई थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। र पानी खान म पनि आउनेछु अब पनि दिनपछि है त। थ्याङ्क यू सो मच, थ्याङ्क यू। थ्याङ्क यू प्रकाश सर। एकछिन त्यो बस्नु तपाईँहरू स्वस्तिबाजी पनि यो उहाँले यहाँसम्म आउनु भएको छ र उहाँलाई 54 रकम हामी प्रदान गर्छौँ मेयर साहबको हातबाट फेरि पनि। र त्यो सँगै म एकजनाको नाम लिन्छु यहाँ। प्रकाश सपुत स्वस्तिमा फर्का र सुरवीर बान्धव राईज्यू, उहाँ अनामिका ब्युटी सलुन एन्ड स्पाका प्रोभाइडर हुनुहुन्छ, समाजसेवी पनि हुनुहुन्छ। उहाँकै पहलमा प्रकाशजी त्यसै गरी स्वस्तिमाजी यहाँसम्म आउनुभएको छ। र सुरवीर बान्धवजीले भनियो हामीले कलाकारहरूलाई यहाँसम्म ल्याउनको लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ। अनि सम्पूर्ण कलाकार तथा सिङ्गरहरूको आउन जाने टिकट्समा पनि उहाँले थुप्रै डिस्काउन्ट प्रदान गर्नको लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ। प्रकाश सपुत स्वस्तिमा खड्का सुरवीर बान्धव राईजीको लागि जोरदार ताली हाम्रो तर्फबाट। र यहाँ आउनको लागि मिनाजीलाई म इन्भाइट गर्छु। यस अभियानकै संयोजक मिना सिंह लिम्बू दिदी। र अर्को एकजना समाजसेवी जसले हामीलाई रुपैयाँ 50,000 प्रदान गरेर सहयोग गर्नुभएको छ, समाजसेवी बुद्धि तामाङज्यू धनकुटा हिलेबाट उहाँ आउनुभएको छ। उहाँले 50,000 रुपैयाँ सहयोग गर्नुभएको छ यस अभियानलाई। बुद्धि लिम्बूजी धनकुटा हिलेमा धेरै तामाङ समुदायको पनि बसोबास छ, त्यसले गर्दाखेरि कहिलेकाहीँ जिब्रो छिर्न सक्छ। बुद्धि लिम्बूजी समाजसेवी, उहाँले यस अभियानलाई 50,000 रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। र उहाँलाई पनि टोकन ल प्रदान गरिदिनु हुनको लागि मिना दिदीलाई म अनुरोध गर्दछु।